जय मसी साथीहरू, आउनुहोस् आज हामी 1 कोरिन्थी 15 को 58 मा लेखिएको वचनबारे थोरै चर्चा गरौँ। 1 कोरिन्थी 15 को 58 मा लेखिएको छ, यस कारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाऊ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। साथीहरू, जीवनमा धेरै पटक हामी थाक्छौँ, निराश हुन्छौँ र लाग्छ यति मेहनत गर्दा पनि के फाइदा। कहिलेकाहीँ त झन् मानिसहरूले हाम्रो कामको कदर समेत गर्दैनन्, कहिलेकाहीँ परिणाम देखिँदैन। यस्तै अवस्थामा यो वचनले भन्छ, स्थिर र अटल रहो। यसको अर्थ हो परिस्थितिले जस्तो सुकै रूप लिए पनि आफ्नो विश्वास र राम्रो कामबाट पछि नहट्नु। स्थिर हुनु भनेको आफ्नो लक्ष्यमा अडिग रहनु हो। जस्तो हावाले रुख हल्लाउँछ तर गहिरो जरा भएको रुख ढल्दैन, त्यस्तै हाम्रो विश्वास पनि गहिरो हुनुपर्छ। समस्या, आलोचना वा असफलताले हामीलाई हल्लाउन सक्छ, तर यदि हामी अटल छौँ भने हामी कहिल्यै ढल्दैनौँ। प्रभुको काममा सधैँ बढ्दै जाओ भन्ने कुराले पनि ठूलो सन्देश दिन्छ। यसले भन्छ, केवल विश्वास गरेर बस्नु मात्र होइन, तर राम्रो काममा अघि बढ्नु, अरूलाई माया गर्नु, सहयोग गर्नु, सत्यमा हिँड्नु, यी सबै प्रभुको काम हुन्। जीवनमा अगाडि बढ्ने मानिसहरू ती हुन् जसले निरन्तर राम्रो काम गरिरहन्छन्, चाहे कसैले हेरे पनि वा नहेरे पनि। सबैभन्दा शक्तिशाली धाग हो, तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। संसारमा कहिलेकाहीँ हाम्रो मेहनत तुरुन्तै देखिँदैन। हामीले गरेको राम्रो कामलाई मानिसहरूले बेवास्ता गर्न सक्छन्, तर परमेश्वरले कहिले बिर्सनुहुन्न। हरेक सानो प्रयास, हरेक आँसु, हरेक सङ्घर्ष सबैको मूल्य हुन्छ। समय आएपछि त्यसको फल पक्कै देखिन्छ। यो वचनले हामीलाई सिकाउँछ कि जीवन कुनै छोटो दौड होइन, यो एक लामो यात्रा हो। यस यात्रामा धैर्य, विश्वास र निरन्तरता आवश्यक हुन्छ। जब अरूले साथ छोड्छन्, जब बाटो कठिन हुन्छ, तब पनि हामी रोकिनु हुँदैन, किनकि साँचो सफलता त्यही हुन्छ जहाँ धेरै जसो मानिसहरूले हार मान्छन्। त्यसैले आज यदि तिमी थाकेका छौ भने यो वचन सम्झ, आफ्नो मेहनतमा विश्वास गर, राम्रो काम गर्न नछोड। परिणाम ढिलो आउला, तर आउने निश्चित छ। परमेश्वरले तिम्रो प्रयास देखिरहनु भएको छ। अन्त्यमा सन्देश स्पष्ट छ, न डगमगाऊ, न थाक, अघि बढ, किनकि प्रभुमा गरिएको कुनै पनि मेहनत कहिल्यै खेर जाँदैन। यदि यो सन्देशले तपाईहरूलाई मोटिभेट गर्यो भने कृपया कमेन्टमा लेख्नुहोस्, प्रभु मलाई आशिष र बल दिनुहोस्। यस्ता आत्मिक र प्रेरणादायी सन्देशहरू पाउन हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक गर्नुहोस् र आफ्ना परिवार तथा साथीहरूसँग सेयर गरेर परम प्रभुको वचन फैलाउन सहयोग गर्नुहोस्।